मलाई तिम्रो साली एकदम मन परेछ दाइ मलाई एउटा केटी बनाइदेऊ ल हुन्छ बाल्छ नि फेरि तिमीहरू जस्तो बिहे गरेर फेरि साथीभाइ हेलो यार साथीहरू कहाँ छौ कि यार माया कसम यार यति साह्रो त होइन मिस्त्री नहुने यार कसम यार तिमीहरू कहाँ छौ कि के गर्दैछौ कस्तो छौ फोन छैन केही छैन बिर्स्यो है तिमीहरू त यार साह्रै बिर्स्यो क्या साथीहरू लास्ट बिर्स्यो यार माया कसम तिमीहरू हो यार यस्तो बचपनको साथीहरू थियो यार मेरो होइन आमा त छोडी गयो केटाहरू साथीहरूले पनि छोडेर गइसक्यो यार अब के गर्नु त अवस्था अनुसार हिँड्नुपर्छ होइन म अब टाढा भयो भने तिमीहरू चाहिँ टाढा नरहने यार केटाहरू फोन गर्नु खोज्छ कि फोन गर पहिला जस्तो छैन नि त सिस्टम आजको त्यो इन्टरनेसनल फोन चलिरहेछ फोनबाट सकिन्छ फोन पनि गर्दैन लास्ट छ होइन तिमीहरू त कसम के त्यो पलका जिन्दगीहरू सोच नि यार साथीहरू सोच नि यार कसम त्यो पलका जिन्दगीहरू तिमी पनि साँच्ची बिर्स्यो कि त्यो स्कुल पढ्दै छोडेर स्कुल छोडेर होइन माछा मार्न गएको त्यो दिनको होइन अनि तिजहरू आउँदाखेरि दसैँ तिहारले तिजहरू आउँदाखेरि काँक्रा चोरी खायो भने बिर्स्यो यार तिमीहरू यस्तो नबिर्स्यो नि साथीहरू कहाँ छौ कस्तो छौ यस्तो अब सँगै नहोला अब आफ्नो अवस्थाले अब आर्थिक अवस्थाले पनि टाढा छौँ होला तर त्यस्तै गरी मनबाट त टाढा नरहने यार कसम होइन तिमी बाहेक हेर म यार संसारमा तिमीहरू अब साथीहरू बाहेक होइन अब खुसी रहनै सक्दैन साथीहरू तिमीहरू टाढा छ यार एकदम टाढा छ याद पनि गर्दैन यार अस्तिकै सुन न यार मैले यस्तो मन पराएको साथी यार त्यसले होइन मलाई बलक हाल्नु क्या त्यसलाई के चाहियो पैसा चाहियो रहेछ यार पैसा चाहियो रहेछ अनि पैसा माग्ने थियो म यस्तो अवस्था थिएँ कि मसँग पैसा पनि थिएन होइन त्यसले माग्दिएको ल ठिक छ छैन भनेपछि ठिकै छ त भनेर बोलाउनै हाल्छ सबभन्दा ठुलो पैसा नै हुँदो रहेछ भन्ने मलाई थाहा भयो त्यही भएर म इन्डियातिर आएको कमाउनु कुरा हो अब सँगै बस्न नपाए पनि होइन कहिले कहाँ यार यस्तो फोन पनि गर्ने खोजे यार तिमीहरू यार टाढा भयो टाढा भयो सुन न मलाई तिम्रो साली एकदम मन परेछ दाइ अनि त्यो कालीवाला छ नि त्यो साली लास्ट मन परेछ है ल मलाई बनाइदियो है जसरी पनि है त्यो साथीहरूले छोडेर गयो पनि होइन कमसेकम मैले पे गरेपछि त कमसेकम साथमा त यार बुढी रहन्छ नि यार कस्तो होइन मलाई एउटा केटी बनाइदियो ल हुन्छ म राम्रोसँग बाल्छ नि फेरि तिमीहरू जस्तो बिहे गरेर फेरि साथीभाइ छोडिदियो गर्दैन पल्लोको दाइ छ नि पल्लोको दाइ छ नि त्यसले त पुरा बिहे गरेपछि त कोस म साथीभाइ त अलग बनाउँदो रहेछ नि बिहे गरेपछि त त्यही भएर केटा म अरू जस्तो जोइटिङले भएर हिँड्दैन क्या म साथीभाइमा भएर हिँड्छ बुढीसँगै भएर हिँड्छ नि त्यस्ता होइन त्यही भएर हिँड म बिहे गरेर बिर्सिन्न ल मलाई केटी बनाइदिनु ल दाइ